पसिना पनि सोसिन्छ यहाँ, मेरो पिराती पनि खोसिन्छ यहाँ। मरुनु पनि पाप, हाँस्नु पनि पाप, यो कस्तो हो निशा, यो कस्तो अभिशाप, यो कस्तो हो निशा। आकाश धरती एक, जुन तारा एक, किन हो खै जातने म बन्सरे म कुटे हो म झुठे। तपाईहरु यहाँ बसेर जुनकिरीलाई सम्झाउला भन्दै कोदो गर्नु, उहाँ जुनकिरीलाई अर्कोले उडाउने भइसक्यो। एकछिन सावित्री भाउजू, यो औठी टिप्ने अधिकार सिर्फ जुठेलाई मात्रै छ यहाँ। जुठेले जुनकिरीलाई एक हप्ता भागाएको होइन। हाम्रा 12 काजी साहबले लिएर आएका हुन्, हजुर फिर्ता गरेर ल्याएका हुन्। ले देख्नुभयो त, मैले अहिले भर्खर भने आऊ किन, जुठेले कुरा मिलाइ ओरिकन फर्काइदिइसकेछ। ल कहाँ छ त्यो जुठे? काजी साहब, हान्नुस् गोली। तपाईहरुको यो छिचो मिचो अन्याय अत्याचार सहेर बस्नु भन्दा तपाईको बन्दुकको गोली छातीमा खाएर एकछिन छटपटाएर मर्नु बेस। हान्नुस्, हान्नुस् गोली छातीमा हान्नुस्। आज माउनेको खलकलाई सिद्धाइदिन्छु। काइली, जुठेलाई मेरो जिम्मा लाउँछस् कि तेरो घरबाट उडाइदिउँ? जमाल साहब, तर मलाई थाहा छैन। हजुरलाई हानेर हिँडेपछि भागेको भाग्यो। धर्म भनेर धर पाउँदिनस् काइली। काजी साहबको टाउकोमा यसरी हिर्काउने हिम्मत कसरी गरे त्यसले? त्यही त हामी पनि त्यही सोचिरहेको हो श्रीधरबा। जुठे त्यस्तो केटो होइन, तर खै कसरी यस्तो काम गर्यो हाम्रो पनि थाहा भएन। जीवनबा, त्यो अल्लाहले सम्झेर त्यसलाई माफ गरिदिनुहोस् एकचोटिलाई भए पनि। के रे? फेरि एकचोटि त्यही शब्द दोहोऱ्या त चौरे। एकचोटिलाई माफ गरिदिनु। चुप! तिमीहरूले मलाई के सोचेका छौ? काजीले जे गरे पनि छोडिदिन्छ, जे भने पनि माफ दिन्छ भन्छ ठानेछौ? अह, काजी त्यो मान्छे होइन। विचार गर। तिमीहरूले काजीलाई जुन रूपमा देखेका छौ नि, भित्रबाट यो काजी त्यो होइन। बुझ्यौ? अन्याय अत्याचारको विरोधमा बोल्नु पर्दा बोल्ने पनि यही काजी हो। तर कसैले काजी विरुद्ध पाङ्गो आँखा लगाएर हेर्यो भने त्यसलाई ठेगान लगाउने हेक्का राख्ने पनि यही काजी हो। सुतिरहेको सिंहलाई जिस्क्याएर उठाउनु खोज्नु तेरो छोराको ठुलो बौलो।
अब यो उठेको सिंहले के ताण्डव लिएर आउँछ हेर्दै जाऊ तिमीहरू लौन जाउरे जुठीलाई त अन्त कतै लुकाउनु पर्छ कि क्या तिमी पिर नगर काइँदैन जुठेलाई कहाँ लुकाउनु पर्छ के ए जुठे त तिमीहरूसँग पो छ अब खै मलाई त थाहा छैन कि लौ न पत्ता लगाउनु पर्ने भयो कि अब योपालि त बुवाले जुठेलाई भेट्नुभयो भने पक्कै गोली हानिदिनुहुन्छ कहाँ होला त जुठे मेरो विचारमा जुठे कहाँ छ भन्ने कुरो जुठेको आमा के भन्नु के के को बैठक चलिरहेछ यहाँ केही नै होइन आमा भोलि कसको मेला जाने भनेर सल्लाह गरेको के कुरा गर्दैछौ तिमीहरू मलाई थाहा छैन र अझै मेला जाने कुरा गर्छ के मनमा तिमी जुठेको विषयमा निकै चियो चर्चा गर्दैछौ घर जाऊ फुर्क तँलाई घरमा लगेर के गर्छु भन्ने कुरा मलाई थाहा छैन त्यो जुठेसँग चाहिँ के छ त्यो जुठेसँग मलाई त खालि त मनमा यसो हिँडेर मनमा हाल्ने बिगारिसक्यो बाबु जुठे त यहाँ छस् भन्ने कुरा जिम्मालीले थाहा पाइछन् अब त कहाँ गएर लुक्ने हो घर छिटो लुकिहाल्नु बाबु यहाँ आइन भने त मान्छन् तँलाई लाउनु बाबु छिटो गर फेरि कजिनले कसरी थाहा पाइन् त कसरी थाहा भयो तेरी आमाले जुठेले अर्कै ठाउँमा लुकाउनु पर्यो भनेर के भने थिइन् कजिनले फ्याक्टै लाउन छौरे त्यो बाटो होइन के बगे बाटो लिएर जाऊ न तिमी पिर नगर न भेट्दैनन् क्या जिम्मलले अहिले यहाँ बात मारेर बस्ने बेला होइन हे भगवान् मेरो छोरालाई रक्षा गर्नुहोस् है केही नहोस् त्यस्तो मनमा आयो कि सन्माया भन्छ रङ्किनी बोल्नु है रङ्किनी के भएर आमा के हुनु नि यसको मिति सकेको आफ्नो बाउको टाउको फुटाएर भाग्ने त जुठे बजेको कहाँ छ र के छ भनेर खोजिनिधि गर्दै रहेछ के तेरो बाउ त आउन दे तल्न मैले जानेको छु अहिले पक्न छोडिदिनुहोस् म हजुर म सम्झाउँछु नानीलाई नानी यता आउनुहोस् त जाउँ घाँस काट्न आउनु न हेर्नुहोस् नानी पहिला जे भयो भयो त्यो जुठेलाई बिर्सिदिनुहोस् है आउँछ कपाल मिलाउनु त ए बुहारी हजुरआमा ए बुवा हजुरलाई बाटोमा भेटाइस् भने छिट्टो घर गइस् भन है त्यो जुठे कहाँ छ भन्ने कुरा त्यो चाउरे र जुठे कहाँ भनाउँदिलाई थाहा रहेछ तिनीहरू दुईजना सल्लाह गरेको मेरै कानले सुनेको अघि हस् म हजुर जाउँ
पाँचै भाग दर्शन कस्तो अँध्यारो मुख लाउनु भयो अब त हाँस्नु न नानी मलाई थाहा छ जसले जे जति गरे पनि तपाईँले जुठेलाई बिर्सिन सक्नुहुन्न र अहिले जुठे कहाँ छ त्यो पनि मलाई थाहा छ हिँड्नुहोस् म भेटाइदिन्छु जुठेसँग हो र कहाँ छ जुठे चाउरेको घरबाट चाउरे दाइ र जुठे मकैबारी उता गएको देखेको मैले भनेपछि जुठे त चाउरे दाइको घरमा पो थियो भाउजू तपाईँ मेरो मनको कुरा बुझेर मलाई कति सहयोग गर्नुहुन्छ है मेरी प्यारी नन्दा अहिले यसरी रोएर बस्ने बेला होइन अहिले त गएर जुठेलाई भेट्ने बेला हो जुठेलाई भेटेर मजाले अँगालो हालेर रुनु मन हल्का हुन्छ बरु चाँडै गइहालौँ अहिले मकै बारी जाँदा कसैले देखेर कहाँ जानु लाग्यो भनेर सोध्यो भने के जवाफ दिने गइहालौँ उठ्नु अब हाम्रो बुवाले चाउरे काकालाई पनि मार्नु हुने भयो एकछिनमा बुवा घर पुगेपछि त आमाले सबै कुरा भनिदिइहाल्नुहुन्छ नि त्यही त ती चाउरे दाइले पनि जुठे आफ्नो घरमा भएको कुरा हामीलाई भन्दा भयो नि हुन्थ्यो नि अलिक गाह्रो ठाउँ भने यहीँ छ होइन अब के भने नि यहीँ बस है अलिअलि जुगासुगा यता त्यता केही लाग्यो भने यस्तो अलि उगारोमा निस्किएँ होइन बिहान म ढिँडो यहीँ ल्याइदिन्छु बुझिस् नि बेलुका झमक्क साँझ परेपछि मात्रै घर जाने बुझिस् न त फेरि यहाँ कसैले देखेँ भने फेरि गाह्रो पर्छ यतातिर लुक्नु फेरि तिमीलाई पनि म साह्रै हर होला जस्तो छ यही बेला तिम्रो छोरी पनि मामाहरू गएको के अरे अब मलाई ढेँडो पुरा घरको काम गर छिमेकी भएको के काम लाग्यो जिउँदाको जन्ती मर्दाको मलाई भने यही होइन तँलाई पर्दा मैले मलाई पर्दा तैँले तिम्रो कुरा नि ठिक हो हुनु त चाउरे दाइ तपाईँ नडराउनुहोस् म मात्रै होइन मसँग नानी पनि सँगै आउनुभएको छ तपाईँहरूलाई पछ्याउँदै अघि नैदेखि हामी पछि आइरहेको थियौँ यो डोको त घाँस काट्ने बाहना मात्रै हो चाउरे काका अब हाम्रो बुवादेखि जुठेलाई मात्रै होइन तपाईँलाई र काइले आमालाई पनि खतरा छ के गर्छौ मलाई मात्रै हो र तिमीलाई पनि गोली हाल्न जस्तो हो जिम्माले गामतिर नबस तिमी यहीँ मसै जङ्गल आऊ दाजुभाइ यहाँ बस्नु हुन्न गजिनीलाई यो कुरा थाहा छ भन्ने कुरो त मलाई बिहान बैठकमै थाहा थियो म तँलाई मात्रै लुकाउन लाग्यो मैले के गरेको छु म किन लुकिन चाउरे दाइलाई मात्रै लुकाएर के गर्नु जुठे तिम्रो आमालाई नि भेट्नु भयो भने बाँकी राख्नुहुन्न बुवा हजुरले मेरी आमालाई हेर है जुन केरी बरु म गोली खान तयार छु नि तर मेरी आमालाई केही गर्यो भने चाहिँ राम्रो हुँदैन नि फेरि छप्काइदिन्छु बरु परे जालखाना गएर बस्छु तिमीले यही तातो रिस गर्छौ र त कुरा बिग्रिन्छ त त्यो दिन बुवालाई चिरपटले नहानेको भए आज यो दिन देख्नै पर्दैन थियो हेर जुठे रिसले अरूलाई होइन आफैलाई खान्छ कसैको पनि भलाइ हुँदैन म तिमीलाई कति सम्झाउनु म चाहिँ के सम्झिनु अनि तिम्रो बाबुले चाहिँ जे गर्दा नि हुने जे गर्दा नि भलाइ हुने हाम्रो चाहिँ समाधान भलाइ नहुने कस्तो कुरा आएर तिम्रो तिमी पनि बाबुको पक्षमा छौ मलाई त मन पर्दैन आजकल ल जे मन लाग्छ त्यही गर अब गोबर बुद्धिलाई त जति गरे नि नहुने सक्दिन म अब ओइ गोबर भन्छेस नानी
नानी सावित्री नानी जुनकिरी एकदम रिसाएर गयो गएर सम्झाउनु है फेरि हामी यहाँ छ भनेर भन्दैले बर्बाद हुन्छ फेरि हुन्छ दाइ जुठे तर जुनकिरीले भनेको कुरा ठिक हो नि तातो रिस चाहिँ गर्नुहुन्न क्या तैँले तातो रिस गर्नु हुँदैन के भन्यो तिमीले त्यो चिम्मलले हामीले सानो सानो गल्ती गर्यो नि बन्दुक बोकेर तँलाई मार्छु काट्छु हान्छु भनेर हिँड्न हुने उसले जे भन्दा नि हुने अनि हामीले चाहिँ सानो केही गर्दा पाप लाग्ने होइन हामी त्यो मान्छे होइन यो कस्तो अभिशाप मरुनु पनि पाप हाँस्नु पनि पाप यो कस्तो हो निशा यो कस्तो अभिशाप यो कस्तो हो निशा कहीँ भेटिँदैन यसलाई जमिनले खायो कि आकाशले लियो त्यही त भने नि हजुर कता लुक्यो होला त यो बच्चा हजुर जीवन छ असाध्यै त्यसलाई एक अङ्खरा पानी खाउँ त घर छोरछोरीहरू पनि छैनन् जस्तो छ म आफै लिएर आउँछु हजुर नानीको ताई देखाइदिन्छु जीवन छ पानी खानु भएको के भन्छ यो होइन मैले बुझाउन नसकेको कि काजीबाले नबुझेको के बा पानी खानु भएको भनेर सोध्या के ओए गोजाङ्रे काजी साहबसँग बोल्ने तरिका यही हो तेरो खुरुको भित्र जा ठिकै छ पानी खाएको हो भन्दा हो बाबु मेरो गोथे बाबु हो भन्दा भाइ मैले एउटा गोप्य कुरो भन्थेँ अब त मरेरी भन्दिनँ यसलाई जुठे कहाँ लुक्या छ भन्ने थाहा छ क्या हो जब पानी खाएर मलाई ठुलो कुरा गर्ने जिम्मल छ भनेर हुन्छ र गप्पे कुरो थाहा पाएको मान्छे हो म बाबु गोथे बाबु तँलाई गोप्य कुरो थाहा छ नि भन्नु त भन्नु के भन्दिनँ जुठेको बारेमा हो जुठेको बारेमा हुन नि सक्छ कुटेको बारेमा हुन नि सक्छ अनि के हो भन्नु त भन्नु गोप्य कुरा के हो मैले टाउको हल्लाएँ अब मर्यो हेर तँभन्दा बाहेक अरू को छ र भन् त गोथे भन् त अब मलाई नभने नभन्न त जिमल साहबलाई भन्न त नि जिमल साहबलाई जिम्मललाई त रिस उठेर भित्र आएको म रिसाउनु पर्दैन क्या जिमल साहबले के दिन्छन् जे भए पनि उनले दिइहाल्छन् दिन्छन् खानेकुरा दिन्छन् मेरो छोरो असाध्यै ज्ञानी भइसक्यो नि अब त ज्ञानी जगी छ हो नि त ल त बाबु तेरो गोप्य कुरो के हो जिमल साहबलाई सबै भन्ने त बाबु तैँले भनिस् भने यहाँ कहिल्यै नखाएको मिठो कुरा खानिदिनुहुन्छ जिमल साहबले अनि त जिमल साहब कहिल्यै नखाएको मिठो कुरा हो तर तैँले के भन्न लागेको हो त्यो कुरा भन् अनि तँलाई म मिठो खानेकुरा दिन्छु ल भन् त कुरो के हो तैँले जुठे कहाँ लुक्या छ त्यो भन्न खोजिया हो साथी श्रीधर अहिलेको चौताराको मिटिङमा पनि यो थिएन पक्कै यो जुठेसँग बसेको हुनुपर्छ भन् त जुठे कहाँ लुक्या छ भन्ने त आज के बार अरे बा बुधबार ओहो बुधबार त मैले गप्पे कुरा भन्ने गरेकै छैन बिर्सेछु भन् क्या भन् ल यस्तो मिठो पेस्ता दिन्छु म तँलाई अब बुधबार र बिहिबार के फरक पार्छ ल भन् त ए पेस्ता भनेको यस्तो पो हुन्छ पेस्ता साँच्चै मैले गोप्य कुरो नभन्ने बुधबार होइन रहेछ के काजी साहब बिहिबार रहेछ अहिले पो याद आयो त मलाई ल बढी नबोल तैँले थाहा पाएको जुठेको कुरा होला होइन कहाँ लुकेर चाहिँ खुर्कन भन् होइन के खान रिसाएको काजी साहब
अलि नरम पाराले बोल्न सकिँदैन? श्रीधर, हजुर जिम्मेल साहब। यसलाई चुप लगाऊ, नत्र मेरो रिसको बेग बढ्ला। मैले कुरो थाहा पाएँ। मलाई यी 4वटा दाना दिएर फकाउन खोज्नु भएको तपाईँले खान्न जाब यस्ता जाब म भन्दिनँ गोप्कै कुरो बा भन्दै भन्दिनँ ल। जिमल साहब के गर्नु, यो छोरो यस्तै छ। अब गाली गरौँ मन दुखाउँछ। अब अहिले अलिकति रिसाएको छ जिमल साहब, भन्दैन। भरे बेलुका यसलाई फकाएर म जुठे कहाँ छ पत्ता लगाउँछु हजुर। हजुर चिन्तै नलिप्छु, म यसलाई फकाउला हजुर। तिम्रो छोरो लठौरो भएर मात्रै नभए गोलीले उडाइदिन्थे म। यो जुठे कहाँ लुकेको छ यसलाई राम्रोसँग थाहा छ। जसरी पनि पत्ता लगाऊ। लैन जाऊ। गए कि क्या? बिचरा मेरो मिल्ने साथी जुठेलाई तिमीले कति दुःख दिएछौ मलाई मात्रै थाहा छ। म मरे नि भन्दिनँ जुठे कहाँ छ भन्ने कुरो। खोइ यति बेलासम्म आउँदैन त यो जुठे। चाउरेले बिहान जङ्गल जानु, बेलुका घर आउनु भनेको थिए। होइन कतै जिम्माले बाटोमा भेटेर त्यो जुठेलाई केही त गरेनन् भने। होइन यो जुठीलाई नि के आइलाग्यो होला हे भगवान्। अब के गर्नु, बिहान बिहान फुत जङ्गल जा, बेलुका लुक्दै घरमा पस। जुठे बाबु त आइपुगेछ। तँलाई जिम्माले त भेटेन? बाबु छिटो ढोका लगाइदे। ढेँडो त पाइसक्यो रहेछ त। अघि नै पकाएको नि, तल कुरेर बसे। पस्क्यो बोग्ला। बाबु के पो तँलाई? तेरो त आँखा भरि आँसु छ। एक दिन यसरी बाहिर बस्दा त तिमी ढेँडो खोलेर बस्छौ। कुनै दिन सधैँको लागि म भएन भने तिमी कसरी बाँच्छौ? बाबु तँलाई केही हुँदैन। जिम्मालको रिस 1-2 दिन त हो नि, त्यसपछि उसको रिस त शान्ति भइहाल्छ नि। त्यसपछि त जिम्मालका काम गर्न बस्दैलास् नि, अनि त जिम्माले माया गर्न थालिहाल्छन् नि। गल्ती त तेरै हो नि, त्यस्तरी जिम्मालको ठोकै फुट्ने गरी हान्नुहुन्छ तैँले। हेर बाबु, तेरो एकछिनको रिसको कारणले दिनभरि जङ्गलमा बस्नु पर्यो। राति राति मात्रै घरमा आउँछस्। घाटा कसलाई हो? घाटा त आफैलाई भयो नि। कि आमा यो दिनभरि जङ्गलमा जाने, लुक्ने, राति आउने, यो चोर जस्तो भयो क्या। कि 20 रुपियाँ ल्याऊ, भोलि भालेको डाकमै म त मुगलान छिर्छु। के भन्छौ तिमी यो कुरा?
हुन्न? बाबु तँ पनि गइस् पनि मेरो हालत के होला? मैले यही ढिँडो पनि कसलाई कुरेर बस्नु भन त? हुन त हो आमा, तर जिम्मलले त्यत्तिकै छोड्दैन होला मलाई। त्यो जिम्मलको गहिरै चोट लाग्यो भन्थे, जतिपल्ट दुख्यो त्यतिपल्ट मलाई सम्झिन्छन् रे मार्नलाई। चाड्दाले भने ए बाबु काजी आ जस्तो छ नि त, जा भाग भाग। म हो कि काइलेमा चाउरे। ए चाउरे तिमी पो? म त जिम्वाल भनेर मेरो त मुटुले हक्स नै ठाउँ छोडे। जुठे खोइ त? जुठे लुकिरहेछ। ए जुठे जुठे चाउरे आएको रहेछन्, आइज आइज तल। यस्तो सुर डरालो भन्ने मलाई के थाहा भयो त? जुठे साँच्ची काइले म त एउटा सल्लाह गरौँ भनेर आएको। के सल्लाह हो भन न चाउरे बाबु। कुरो अब अलिक गम्भीर जस्तो सुन्यो। कस्तो गम्भीर? अब के हुनु नि, काजीले यसचोटि जुठेलाई भेट्टायो भने बाँकी राख्लान् जस्तो छैन। नेपालबाट 2-4 जना डाँका बोलाएका छन् रे जुठेलाई खोज्नलाई। अब यो कुरा साँचो हो कि होइन त्यो चाहिँ मलाई थाहा छैन, तर गामभरि गाईगुई हल्ला यही छ। यदि यो कुरा साँचो रहेछ भने नि जुठेलाई ज्यान गए छोड्दैन क्यारे जिम्मालले। उहाँ जिम्मालको टाउकाको घाउ दिनदिनै पाक्दै गइरहेछ। अब त्यस्तो मजाले हान्या छ, कहाँ छोड्छन्? के हो आमा, म भोलि बिहानै जान्छु मुगलन। अब मैले के भनौँ के नभनौँ कस्तो लाग्यो। तिमी पिर नगर क्या खाइले आमा। छोराछोरी बाँची बसिरह्यो भने त भोलि पर्सि जहिले पनि भेटघाट भइहाल्छ नि। अहिले यहाँ ज्यानलाई खतरा भइसक्यो। काजीले कथम कजाजी सिद्धाइदिइहाल्यो भने त सकिहाल्यो नि। जिन्दगी गोदा बरु के छ, बरु खर्च पर्छ के छ कुनी? लो मसँग यो 20 रुपियाँ छ, लि। होइन भो पर्दैन। ल तिमीले कसकोमा गएर दाउरा चिरेर लुगा सिलाएर कमा पैसा के लिइदिनु? कस्तो कुरा गर्छ? लि न लि, बाटोमा के पर्छ पर्छ, लि। पछि सके त्यसलाई नसके केही छैन। हेर लो म गएँ, भोलि बिहानै कुरो बुझ्यो नि। सुन त, भोलि बिहान भालेको डाकसँगै लागिहाल, सुइकुच्चा ठोक, बुझिस् नि? अनि त्यो गैरीबारीको बाटो भएर जा। और दाइ तिमी पनि खासमा हिजो मैले हजुरले भनेको जस्तै गैरीबारीको बाटो भोलि बिहान जान भनेको छु। गैरीबारीको बाटो हुँदै जायो भने त कारण यो पो रहेछ।
आकाश धरती एक जुन तारा एक किन हो खै जातने करी मैले छुटेको आँसुले छुटेको म बन्छ रे म कुटे हो म